हजुरले यो बिरुवालाई के नामले चिन्नुहुन्छ? ध्यान दिएर हेर्नुस्, यो हजुरहरूको घर आँगनमा जताततै कसैको फालाफाल हुन्छ, कसैले चाहिँ खोजेर पाउँदै पनि पाउँदैन। यसको चाहिँ नाम धेरै प्रकारले चिनिन्छ है। काँडे धनिया, वन धनिया अथवा अन्य आफ्नो आफ्नो भाषामा छुट्टै नाम दिनुभएको छ र यसलाई इंग्लिशमा चाहिँ कुलान्ट्रो भनिन्छ है। यसमा चाहिँ के पाइन्छ त? खास गरी चाहिँ यसमा पाउने मेन चीज भनेको भिटामिन ए, बी, सी, आइरन, म्याग्नेसियम पाइने खानेकुरा एकदमै कम छन् है। म्याग्नेसियम हाम्रो शरीरको लागि एकदमै जरुरी छ र यसको सप्लिमेन्ट हजुरले क्लिनिकमा गएर किन्दाखेरि पनि धेरै महँगो पर्छ, जुन चीज चाहिँ हाम्रो शरीरको लागि एकदमै जरुरी छ। अब ध्यान दिएर भिडियो अन्तिमसम्म सुन्नु होला र यसको फाइदाहरू जान्नको लागि। अब यसले चाहिँ खास के काम गर्छ त? होला हजुरको घर आँगनमा छ होला, कुल्चेर हिँड्नुहुन्छ होला, यसको मतलब लाग्दैन होला, तर ध्यान दिएर सुन्नुस्। यसमा चाहिँ सबैभन्दा राम्रो काम लाग्ने चाहिँ के छ? फाइबर, जसले चाहिँ सुगर हुन दिँदैन र पाचन प्रणालीलाई के गर्छ? यसले राम्रो बनाउँछ। र अर्को, हजुरले जुन धनिया उमारेर खानुहुन्छ नि, धनियाको दाना उमारेर जुन धनिया हजुरले घरमा खाइराख्नुहुन्छ, त्यो भन्दा यो 10 गुणा राम्रो छ। यो खानाले 10 गुणा धेरै फाइदा हुन्छ। फाइदा कसरी हुन्छ? यो जस्तो तस्तो ठाउँमा पहिला कुरा त हुर्किदैन र यो हुर्किनलाई धेरै टाइम लाग्छ। र अर्को कुरा फेरि के पनि छ भने, जुन अर्को धनिया खानुहुन्छ नि, त्यो भन्दा यसको 4-5 गुणा बढी फ्लेभर यसको बढी आउँछ। जसले हजुरलाई धनियाको बास्ना चाहियो तर त्यसको कलर चाहिएन भने यो धनिया प्रयोग गर्न सक्नुहुन्छ, यसको सेम बास्ना हुन्छ। र अर्को कुरो, यसले जस्तै पाचन प्रणालीलाई यसले एकदमै मद्दत पुर्याउने भयो। अर्को कुरा, यसलाई चाहिँ हजुरले न्युमोनिया ठिक गर्ने औषधि भनेर चिन्न पनि सक्नुहुन्छ। जसलाई न्युमोनिया छ र न्युमोनिया जसलाई भइराख्छ, उहाँले चाहिँ यो दिनको 1 पत्ता अथवा 2 दिनको 3 दिनमा 1 पात खाने गर्नुभयो भने यसले चाहिँ न्युमोनिया लाग्ने व्यक्तिलाई चाहिँ त्यसमा रोकथाम पनि हुन्छ। जस्तै हजुरले यो कति खाने, कसरी खाने भन्ने हुँदैन, यो जस्ट पात जसरी भए पनि हजुरले पेटमा पुर्याए पुग्छ, चाहे अचारको रूपमा खानुस्, चाहे काँचै खानुस् है। यसलाई न्युमोनिया ठिक गर्ने एउटा आयुर्वेदिक औषधि मध्येमा पनि यो पर्छ। र जसको शरीर पोल्छ, जसको शरीरमा जलन हुन्छ, पोल्छ नि, हो त्यो व्यक्तिले पनि यसको प्रयोग गर्न सक्नुहुन्छ। यसले एकदमै जिउ पोल्नेलाई चाहिँ एकदमै राम्रो काम पनि गर्छ। र यसको जरालाई चाहिँ हजुरले के गर्न सक्नुहुन्छ? यसको जरा पनि हजुरले राम्रोसँग सफा गरेर यसलाई सुकाएर यसलाई चियाको रूपमा प्रयोग गर्न पनि सक्नुहुन्छ, जुन एकदमै फाइदाजनक छ। तर जराको प्रयोग गर्दाखेरि हजुरले भिटामिन चाहिँ पाउनुहुन्न। जुन भिटामिन ए, बी, सी भिटामिन यसको पातमा पाइन्छ, त्यो भिटामिन चाहिँ हजुरले जरामा पाउनुहुन्न। तर यसमा हुने म्याग्नेसियम, क्याल्सियम, आइरन जुन छ, त्यो चाहिँ फेरि जराबाट चाहिँ हजुरले बढी पाउनुहुन्छ। यदि हजुरको घर आँगनमा यस्ता बिरुवा छन् भने अबदेखि चाहिँ हजुरले यसलाई विशेष